हेलो वेलकम बैक टू माई यूट्यूब चैनल म लामो समय बाद यूट्यूबमा आइरहेको छु अनि आज चाहिँ हामीहरू पसलमा के गर्न आएको छौं भन्दा चाहिँ मैले गाउँबाट हाम्रो आँप झोलाबाट अनि आँपहरू लिएको थिएँ नि त अस्ति आउँदाखेरि अनि त्यो आँपहरू अनि मैले चाहिँ मसलमा भएको साथीहरुलाई अनि चखाउँदै छु अंकलहरुलाई भाइले कुरा लगाइदिएर आथे मलाई तिमी खाली मोबाइल हेरेर सुत्छौ रे बिहान ढिला उठ्छौ रे यो त्यसलाई गाली गरेर भने मैले तपाईँ कुरा है यति पतन पनि हुन्छ मैले भने भनेको त्यो मिठो अचार चाहिँ अनि तिले बनाउनु भएको अहिले आउँछ टाइम नबाट चाहिँ हेरेर छु त्यो धेरै चाहिँ के देखेन क्या मेरो अनुहार देखेर नि त्यही त मेरो कचौरा कहाँ गएछ भने चाहिँ एउटा उहाँ लगाएर छ मेरो भन्नु त मेरो भन्नु अब तिमीले अब मलाई किन फोटो नखिच न भिडियो न अंकलको भिडियो खिच्दिनु पर्ने छ क्या हो कति मिठो हो कहाँ गयो अंकल यस्तो खाँदा हामीले भन्दैन हुँदैन काँक्रो नहाल्छ सस गर्नु न त खाइहाल्नु छ यसरी सबै अचार ल्याउनु त छिटै यसरी 1 2 3 गो जस फेरि गर्नु फेरि जस त्यो अंकलले नि त हात धोक क्यामेरा देखेर खराब नहोस् है गाउँ चाहिँ अंकल आउँदैछ कस्तो दाल चाहिँ अतिमा ढाक दिँदैन अस्ति मैले किनेको आधा केजीमा 3टा कति मिठो दुध दिएको छ मसलमा है मानबजारको खान्छु नि त नि रेसर सम्म नहाल्दैन अस्ति चाहिँ खानु भएन यो छानेर कोही आयो भने बताउनु हुन्छ बस आएर मारे त के भने नान्छ उम्ति लागि छन् स्टिकले गर्छ त रुखको चिन्ता चोबेर खाँदा सजिलो हुन्छ काँक्रो फेरि कुदी आउँछ खानु यसरी खान्छ क्या कतिलाई भने तपाईँको बाटो यो काँक्रो चाहिँ मैले ल्याएको क्या काट्नु आयो त दुई बनायो हो धुपको स्मेल ल्याएको हाम्रो मुखमै पस्छ चिराउनु अब आउन म त बिर्सेर दिला त मैले घरमा सम्झिँदै आएको थिएँ मैले अहिले देखाएँ नि मुदाउँदै गएको त्यो पकिँदै आयो खोइ खाएकै छैन त म त काँक्रै खान्छु आउन लु काँक्रो चाहिँ अलिक ठुलो चाना बनायो भने चाहिँ कस्तो मिठो छन् सेल्फी मलाई मिठो क्या नजरलाई आप सक्यो काँक्रो हेर्ला भयो कस्तो चितो हलिसम्म अंकलको हेर्नु त भएर नि आउनु नसक्ने भने त आपत पर्छ नि के हुन्छ अरे भन्ने त फेरि अंकल यसले पेट काट्छ के धेरै खायो नि के हुन्छ धेरै खायो भने के भन्छ त्यसलाई इङ्ग्लिसमा चाहिँ खायो तपाईँ भाइरल भइसक्नु भयो पेट काट्छ अब यो मैले चाहिँ धेरै कसले खायो होला आँसु आइसक्यो अरे फेरि भन अरू भन्नु
यहाँ चाहिँ अनु दिदीले गुड लक खोज्नु भएको अरे क्या त गुड लकवाला पत्ता हुन्छ नि त्यो पत्ता खोजिरहनु भएको छ त्यही ध्यान दिएर तर भेट्नै भएन क्या दिदीले गुड लक खोज्नु भएको अरे त्यो चारवटावाला पत्ता तपाईँले अनि भेट्नै भएन तर हामीले पनि अलिअलि खोजिरहेको थियौँ हामीले भेट्दै भेटेनौँ क्या यहाँ चाहिँ आफूले खाएको चियाको कफ